हेलो नमस्कार, फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ पहिला भिडियो सुरु गर्नुभन्दा पहिला नै हाम्रो राष्ट्रका निर्माता, राष्ट्रका पिता भनेर चिन्ने हाम्रो पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवसको सबै नेपालीहरूलाई शुभकामना भन्न चाहन्छु। र देशलाई अहिले देश एकदमै नाजुक अवस्थाबाट गुज्रिरहेको बेला चाहिँ देशलाई एकदमै एकता, शान्ति र एउटा लयमा ल्याउन एकदमै नितान्त आवश्यक छ। र सबै नेपाली दाजुभाइ तथा सम्पूर्ण नेपाली मनहरूले चाहिँ एकदमै सोच्नुपर्ने विषय आएको छ र इतिहासलाई एकचोटि पल्टाएर हेर्नुपर्ने अवस्था आएको छ। र फेरि पनि राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको सबै नेपालीहरूलाई हार्दिक शुभकामना भन्दै आज चाहिँ हाम्रो नयाँ भिडियोको सुरुवात हाम्रो रुम नजिकै रहेको पार्कबाट सुरु हुन्छ। आज चाहिँ हामी यता पछाडि देख्न सक्नुहुन्छ, यो चाहिँ बास्केटबलको कोड हो। काम बिदा, कलेज बिदा र अब रुममै बसिराख्दा चाहिँ एकदमै झ्याउ लाग्ने, बोर हुने टाइपको भएर चाहिँ हामी यो नजिकैको पार्कमा बास्केटबल खेल्न आएको छौँ। र अब हामी एकछिन बास्केटबल खेलेर फर्किनेछौँ। एकदमै चिसो हावा चलेको छ, टोपी हालेर मास्क लगाएर मात्रै बस्नुपर्ने। यो पन्जा हातमै छ, एकदम चिसो लास्ट हावा चलेको छ आज चाहिँ। सो हेर्दै गर्दा केही न केही क्षति हुन्छ जस्तो लाग्छ, तर त्यस्तो केही नहोस् भन्ने कामना गर्न चाहन्छु। र हामी अब चाहिँ एकछिन यसो फुटबल खेल्छौँ। यहाँ चाहिँ बास्केटबल हेर्नु त अब साउन्ड कत्रो आएको छ, आफै थाहा हुन्छ कि यहाँबाट चाहिँ। केटाहरू चाहिँ यहाँ बास्केटबल खेलिरहेका छन्। यहाँ बास्केटबल, यहाँ ग्राउन्ड यो एकदमै रमाइलो छ। केटाहरू मजाले खेलिरहेका छन्। झार्नेहरू पनि हुन्छन्, यहाँ मजाले खेलिरहन्छन्। एकदमै रमाइलो छ। यहाँ सधैँ आइरहन्छौँ हामी चाहिँ यो पार्कमा। आयो भने बेलुका बेलुका चिसो हावा खानुका साथै माइन्ड पनि एकदमै फ्रेस हुन्छ। यहाँ आयो भने रुममा बस्दा बस्दा बोर लागेको हुन्छ काम नभएको दिन चाहिँ। त्यसैले यहाँ पार्कमा आयो भने चाहिँ एकदमै माइन्ड फ्रेस हुन्छ। त्यसैले हामी बेलुका बेलुका यहाँ पार्कमा गेम खेल्न आउँछौँ। ल एकदमै थाकिने रहेछ गाइज है, ननस्टप दौडिनु पर्ने, त्यही माथि चिसो हावा चलेर। ओहो, 2-4वटा शब्द गाह्रो पो हुने रहेछ। ल मिन, तिम्रो तर्फबाट केही 2-4 शब्द जाओस् त। ल ल तिमीतिरै गऱ्यो कि 2-4 शब्द हो। बल खेल्न आइदिनु यता होइन, आइदिनु रे। जापानमा भयो पो आउला नि त यहाँ नागोयामा। अनि नागोया नेपालमा भएका कसरी आउँछन्? रमाइलो छ भन केही शब्द। उयो मान्छे लडीबुडी खेलिरहेको नि हुन्छन्। रमाइलो छ जे होस्, जाडो सिजनमा एकदमै रमाइलो छ। उ त्यहाँ पछाडि जापानिजहरू कराते खेलिरहेको पनि हुन्छन्। थकै लाएर एकदमै सुतिरहन हाम्रो यहाँ क्रिस सर। ल हामी चाहिँ सधैँ हप्तामा एक दिन भनौँ छुट्टीको दिन प्रायः जस्तो, कहिलेकाहीँ नआए पनि प्रायः जस्तो यो बास्केट कोर्टमा चाहिँ बास्केटबल खेल्न आइरहन्छौँ। बास्केटबल खेल्न एकदमै मजा लाग्छ। त्यसैले रमाइलो छ पार्क चाहिँ। जस जापानिजहरू पनि हुन्छन्, टन्नै जापानिजहरू हुन्छन्। यहाँ मस्तको रमाइलो ठाउँ छ। यहाँ उता पछाडि फुटबल सुटबल खेल्ने, यताउति बलसल खेल्ने ग्राउन्ड छ। फेरि पनि आज हामी यो पार्कतिर आएको बेला चाहिँ बास्केटबल खेल्नु भन्ने लाग्यो। र पहिला पनि पार्कतिर आइरहेको थियौँ, तर खेलेको थिएनौँ होइन। तर आज चाहिँ
यसो टाइम भएको भएर चाहिँ त्यो इन्डिकेटबाट चाहिँ यहाँ चाहिँ फेरि हो मतलब त्यस्तो पैसा एक्स्ट्रा लाग्ने चाहिँ केही हुँदैन त्यहाँ चाहिँ नाम लेख्ने अनि कहाँ पर्छ त्यो ठाउँको नाम लेखेर चाहिँ खेल्न पाउँछ होइन र आज चाहिँ हामी यसो धेरै पछि चाहिँ खेल्नु भनेर आएको थियौँ र यो त्यस्तो हामी खेल्नु त आउँदैन होइन पहिला पनि खेलेको छैन त्यस्तो खासै र त्यस्तै अनि जसले बल चाहिँ मतलब जसले चाहिँ छिराइसकेन त्यसले चाहिँ अर्को साथीले भनेको चाहिँ के पनिसमेन्ट गर्नुपर्छ एकदम रमाइलो हुने चाहिँ हेर्दै गरौँ है त सुरु गर्छौँ तो चलिए शुरू करते हैं एक भयो है एक भयो है दुई भयो दुई गएन टु मिस तीन मिस तीनवटा मिस भइसकेको छ किसको तीन मिस एक गयो होला अब एक बाँकी है एक बाँकी हो यो पनि गएन ल होइन उसले हान्छ मिनको एउटा पनि गएन भने मिनले हार्यो नि त टिममा मिनले कति छिराउँछ भन्ने हो क्या ल मिनको पालि अब मिनको पालि ल इज्जतको सवाल छ होइन गाइस ल है अब मिनले पहिलो बल नै छिराएको छ ल एउटा मेरो पनिसमेन्ट सकिसक्यो गाइस अब मलाई पनिसमेन्ट अब पर्ने छिरेन अब तेस्रो बल हो है यो 3 बल भयो है 3 बल भयो है ल छिराइदियो चाहिँ बाबा अब लास्टै हारिसक्यो अब तिमीले यो छिराएन मिलले जित्यो पनिसमेन्ट दिन्छ मिलले ल 5 चोटि ल यहाँ देखा त ल ल ग्रिसो भन्ने चिनिहाल्छ नि त नि 4 5 ल अब खेल्ने नि फेरि ल खेल्ने अब यो जरा ल ल केही भन किन डराउने हो र ल खेल्नु छ है रमाइलो ल दुईटा मिलले हानेको थियो एउटा मैले हानेको थिएँ होइन एउटा बराबर कटमाउट भएर चाहिँ एउटाको चाहिँ डिप्स मैले गर्नु परेको छ ल अब अर्को सुरु होइन एउटा अर्को जाउँ ल फेरि सुरु भइरहेको छ गेम ल फेरि ल चाहिँ म गर्दैछु सेकेन्ड गेममा एउटा पनि छिरेन अहिले पनिसमेन्ट एउटा 0 बाबा एउटा भयो है 3 बलमा एउटा छिरिसकेको छ 3 बलमा एउटा छिरेको छ गाइस ल हेर्दिनु होला यो पनि छिरेन अब लास्ट अनमिस गेम फिनिक्स ल एउटा मात्र है सकेको छ तर यो के भइरहेछ भने एकदम हावा लागेर बल यता गरेर एक्सपिरियन्स त छैन खेलेको त त्यही पनि अब यसो सिधै खाल्यो भने पनि हावाले गएन क्रिसको एउटा बल गएन अर्को यो पनि गएन अब 2 बार है
यो पनि गएन अब के गर्ने 5 को 5 मिस भएको छ अब पनिसमेन्ट चाहिँ 5 चोटि उड्नुपर्छ गाइस ल के गर्ने सिट अप ल पुसअप नै ल 10 चोटि पुसअप 10 चोटि ल 5 चोटि 5 चोटि चार 5 ल त माथि उठ्या त रमाइलो भयो त यो एक्सपिरियन्स हो क्या रमाइलोको लागि ल आज चाहिँ हामीले बास्केटबल खेलेको थियौँ होइन कस्तो लाग्यो त केटा हो बास्केटबल बवाल बवाल भयो होइन मलाई हराएर 7 चोटि डिप्स गराएर बवाल भयो अरे त्यही त असली बवाल हो के ल त्यो चाहिँ एउटा रमाइलोको लागि खेलेको थियौँ पहिला त्यस्तो अब कहिले खेलेको छैन बास्केटबल चाहिँ त्यतिकै रमाइलोको लागि यसो खेलेको थियौँ होइन हामीले अब चाहिँ हामी निस्किन लाग्यो लाइक कमेन्ट शेयर जाने सब्सक्राइब ल अब चाहिँ हामी घरतिर प्रस्थान गर्दैछौँ गाइस होइन अब आजको भिडियो चाहिँ भ्लग चाहिँ यति नै अब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अब अर्को भिडियोमा चाहिँ हामी बबाल ल्याउनेछौँ भन्दै आजलाई बिदा हुन्छु गाइस टाटा बाई बाई